बजारमा पानी घट्टको बारेमा जानकारी हुने मान्छे कमै होलान्। कतिपयलाई घट्ट कस्तो हुन्छ भन्ने पनि थाहा छैन होला। तर पहाडी क्षेत्रमा भने मानिसलाई दैनिकी गुजार्न पानी घट्ट महत्त्वपूर्ण मानिन्छ। घट्टमा पिसेको पिठो आधुनिक मिलमा पिसेको भन्दा खानामा स्वादिष्ट हुने भन्दै समय लगाएरै भए पनि मकै, गहुँ, कोदो लगायतका अन्न घट्टमा पिस्ने गरेका छन्। आउनुहोस् आज पानी घट्टको बारेमा चर्चा गरौँ। पानी घट्ट पानीबाट चल्ने अथवा घुम्ने एक प्रकारको यन्त्र हो, जसको प्रयोगबाट मकै, गहुँ, कोदो, फापर जस्ता खाद्य पदार्थहरू पिस्ने गरिन्छ। विशेष गरी नेपालको ग्रामीण इलाकामा यसको प्रयोग हुन्छ। पानी घट्ट प्राचीन कालदेखि नै मानव जीवनमा उपयोग गरेको पाइन्छ। ग्रिक भूगोलविद स्ट्रोबाका अनुसार सन् 71 BC एसिया माइनरमा क्याबिराका राजा मिथराडेट्स युपेटरको दरबार नजिकै पानी घट्टको प्रयोग भएको थियो। घट्ट पानीबाट चल्ने घरेलु यन्त्र हो र पानीलाई अग्लो ठाउँबाट काठको डोड मार्फत छाँगो बनाई त्यसले हिर्काएपछि घुम्ने गरी पानी घट्टको मदानी राखिएको हुन्छ। मदानी घुमेपछि घट्टमा जोडिएको ढुङ्गाको जाँतो चल्न थाल्छ र अन्न पिस्न थाल्छ। अन्न निरन्तर खस्नको लागि यसको माथि सोली अथवा कोठो राखिएको हुन्छ। सोलीमा अन्न खन्याइन्छ र अन्न सोलीबाट सोलीको मुखमा भएको धारा हुँदै घट्टमा खस्दछ। सोलीबाट अन्न खस्नको लागि सोलीमा कम्पनको आवश्यकता हुन्छ। यसका लागि सोली र घट्टको माथिल्लो फक्लेटोमा कटकटे अथवा चरो जोडिएको हुन्छ। अचम्मको कुरा त के छ भने घट्टमा पिस्न लिएको अन्नमा घुन छ भने अन्न पिसेर मसिनो पिठो भएर आउँछ भने घुन जिउँदै आएको देखिन्छ। नेपालको पश्चिमतिर घुन र घट्टको मामा भान्जाको नाता पर्दछ। त्यसैले घट्टले घुनलाई केही नगरेर बाहिर फाल्दछ। जुन दिन घट्टले घुन पिस्नेछ त्यो दिन पृथ्वी पापले डुब्नेछ भन्ने रोचक किम्वदन्ती समेत रहेको छ। गाउँघरमा मकै, कोदो, फापर, गहुँ, चामल आदि अन्नबाली पिस्नको लागि पानी घट्टको प्रयोग अझैसम्म भइरहेको पाइन्छ।